अन्तर्राष्ट्रिय हाइकु दिवस यात्रोले अग्रज हाइजिन श्याम सुन्दर स्वयंजुया हाइकु किचा नाया सफुया पेटबोजा जुकुदो श्याम सुन्दर छेजुया सफु हाइकु किचा या चिखि फेनि जालो सची थन मुना जना सक्षिता हक्न छ जजल पाया या सेन लस्कु स्याना जना सिंहदरबारे जुगु च्याजोले पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ हाइकु किचया पितबोजा यारा दिगु ख ज्याचोले नेवा हाइकु ख्यय नायक सुरेश प्रधान आधुनिक कवि डाक्टर आनन्द जोशी साहित्यकार मोहन दुवार साहित्यकार डाक्टर सुमन ताम्राकार नेवा हाइकु ख्यय नकु तुयुपु सफुया प्रकाशक अमिता लक्ष्मी सयजोना प्याहावगु सफुया बारे थथगु मन्तव्य त्यादिगु ख ठुलो हाइकु थों पिरोलियो जी मानिक उराजु तदिले भने वेकाइका निनी नपला वेगेगा छ जी मिनासेरे तेजीले अलवेकनो निना जीवला जिरिगे देमारी गोजेगु सुधारला वो जिरिलिसे तो श्याम सुन्दर छेजुया तरिनु ने अन्तलाई लेसे खाना नबले थो छिगो हाइकु खेले जको मको नेपाल भाषा नपाउ हाइकु ज्यादुडो थो हाइकु सफु छोटका दूसरा इतिहास नेपाल भाषामा हाइकु गुब्लेमिसी वेला रेगो चाहिँ प्रमाणित जी रेगो जी तैबले वेगन एकदम मनसा वगाया कसना ल्याउले थौछि ठुलो खना दमुका नखोजेको चाहिँ स्यामसुन्दर छेजुया ठुल्बाको धेरै कृतिहरू पाण्डुलिपिहरू अझै छन्। अब एकदमै तयारी अवस्थामा अझै यो गीताञ्जली अनुवाद र यो कविता सङ्ग्रह चस्काहरू घाउका भन्ने एकदम तयारी अवस्थामै छ, त्यो प्रकाशनमा छ। त्यस लगायत एकदम उहाँको पाण्डुलिपिहरू अनि अमिता दिदी मार्फत नै उहाँको पाण्डुलिपि हेर्न पाएँ र विगतमा पनि गोरखापत्र संस्थानमा कहिलेकाहीँ उहाँ ठुलोवालाई भेट्न जाँदाखेरि लेख रचना दिन जाने क्रममा र अरू कामले जाँदाखेरि चाहिँ अनि उहाँको ह्यान्ड राइटिङ अक्षर चाहिँ निकै राम्रो छ श्यामसुन्दर छेजुयाको चाहिँ, त्यो चाहिँ मलाई एकदमै लाग्छ। भन्न खोजेको चाहिँ के भन्दाखेरि हामीले प्रयास गरिराखेकै कुरा परिवारजनले त्यसको महत्त्व बुझेर आज यो सभा हलमा भेला भएर एउटा राम्रो नेपाल भाषामै हाइकु चाहिँ प्रकाशन भएको छ, एकदम खुसीको कुरा हो। मैले त अघि सुमनजीले भन्नुभए जस्तै एउटा पनौतीको निम्ति त निकै गौरवशाली नाम हो। अब पनौतीको मित्रले कतिको बुझ्नुभयो श्यामसुन्दर छेजुया, तर मैले बुझेअनुसार मैले नेपालभरका साहित्यकारहरूको इतिहास अन्वेषण गरेको छु। लगभग 700 जनाको मैले व्यक्तिवृत्ति लेखेको छु, नेपालभरिका व्यक्तिवृत्तिहरू। तीमध्ये श्यामसुन्दर छेजुयाको पनि यसो अध्ययन गर्दै जाँदाखेरि उहाँ शक्तिशाली कवि हुनुहुन्छ। डाक्टर ज्योति तुलाधर तो वेको पानाम समीक्षक हो होला वेको ठाउँले हेल्थ प्रब्लम जस्तो नि वेको न टाइम अफ द तर वेको यो गु समीक्षा वो एकदम बाना श्यामदाई विषय वेको न दियो एकदम करेक्ट दियो जिम बिया फोन न खजु ज्योति जी न छु इभ्यालुएसन एकदम करेक्ट श्यामदाई विषय श्यामदाई तो एकदम
नापा आचुरा वो हाइजिन तलमा हाइजिन रुपे वेगन प्रूफ यावदु वो खय ख ताठे ढा भाषा तो किताब यो हाइकु त स्वयंले विषय वस्तु स्वयंले प्रकृति अप प्रकृति थिएमा अन जीवन मन त्यो लाइफ जीवन त सोल प्रकृति सोल उयो अन्तर सम्बन्ध उयो विसङ्गति what do you द्वन्द्व त थाहा किसिम वेगन यसपछि आउनुका विषयवस्तु प्रकृति खास गरेर वेगयो करिम म्या अमिता लक्ष्मी श्रेष्ठ जी न वे परिवार जब पुगे पुरेना वो नेवा हाइकु छ यलो को चाहिँ तत्त्व ठुक किसिमको बहाली याना चाहिँ ठुक फितना तो गुन्टु तो यो कोही प्रश्न चाहिँ यहाँ मौजा जु लागि ठो सेसन दाउ हाइकु बिसले जी चाहिँ निला तो गुन्टु पास्टर फिको छुमु छुम ज्ञान दुमु ठौ ठौ ठुनेले थोडा चाहिँ जिसु ने नापा नभए पि म पाहा विशेष पाहा पि वेको विषय वो किसिम विशेष ज्ञान दिला वो जु लागि शिक्षा प्रदुल हाइकु बिसले जिरो नलेज दुनुसिन तो हाइकु छुख ढका चाहिँ छुके छौ अवसर दुल जु लागि ठौ ठौ जी शिष्यका जी विद्यार्थी जुल वेको बि जु चाहिँ टिचर जुल र थो प्रकाशन याना जित चाहिँ थो 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 वेगु थो चाहिँ थो 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 चाहिँ मुपा दिया थो थो विशब्द नभएको जो अवसर दियो फुकसित चाहिँ प्रकाशक वो पिकाको वो प्रकाशक फुकपित जी चाहिँ यो शुभ